हेलो गाइस, हामीहरू कहाँ जाँदैछौँ? मेरो बिहाको पार्टीमा जाँदैछौँ गाइस। म त आफै जान लाग्छु। हाम्रो आमा अगाडि हुन्छ। यहाँ चाहिँ मन्दिर छ हाम्रो यहाँ। यही हो नि। हाई गर सबजनाले। हाई गर सबजनाले। कोही जान्न पछाडि मान्छे छन्। यसरी बसेर हामीहरू गाइस जाँदैछौँ पार्ट टिप्नको लागि अटोमा बसेर। राम्रो भिडियो बनाउनु न, के क्याप्सन लेखेर हामी जङ्गलमा पुग्यौँ। बनाउनु न, क्याप्सन लेखेर हाल्ने पुरा खट्के गराउनु न, सिधा गराउनु न। यसो सिधा गरेर बनाउनु न, दामी छ। यस्तै लरा लरा रुख हुन्छ। हामी हिँड्दैछौँ अब हाम्रो गन्तव्यतिर लाग्दैछौँ गाइजहरू। ओए पाते गाना गाना। यिनीहरू त कुरा मात्रै गर्न आएन। होइन अरे भिडियो त बनाउनु पर्यो नि त हल्का, हो कि नै गाइजहरू। भिडियो नबनाएपछि यस्तो बाटोमा हिँड्नु परेछ। यस्तो हाम्रो अगाडि हिँड्दै हुनुहुन्छ। हेर यस्तो पानी पर्नु भलो गाइज। के भन्यो बहिनी? जङ्गलमा हल्ला नगर है। हल्ला गर्ने भनेकै जङ्गलमा यसलाई के भन्छन् है? यसलाई के भन्छन्? धमिरा। ल हिँडेन बहिनीहरू अगाडि डर मान्ल। हल्ला गर्दैनन् के कस्तो र यिनीहरू गाइस यस्ता त खाने यिनीहरू। ओइ दाउरा हेर न गाइस। दाउरा आमै आमै गाइस दाउरा। अहिले पछि हामीले फर्स्ट टाइम देख्यो होला दाउरा। यस्तो दामी दामी छ, के गर्ने। सेट फ्यान भयो बेबी। माथि हामी चाहिँ अहिले चाहिँ तल आइसकेको छौँ। दाउरा यस्तो छैनस्, कोही आउनु मन छ भने आउनु होला यहाँको जङ्गलमा दाउरा टिप्न। हामी चाहिँ अब पार्ट टिप्न आएको। अहिले पछि घर जाने बेला चाहिँ फर्किने बेला चाहिँ हल्का दाउरा लग्नु पर्ला जस्तो छ। म त लास्टमा छु, बहिनीहरूले डर मान्छन् भनेर लास्टमा बसेको छु गाइस। फेस पनि कस्तो भइसक्यो यो यस्तो। अहिले पछि म तपाईँहरूलाई देखाउँदै गर्छु र। हाम्रो चाहिँ यहाँ यस्तो हुन्छ पार्ट टिप्नुभन्दा अगाडि। तपाईँ चुप बोल्ने हो यहाँ कि भिडियो बनाउने बेला बढी बोल्नु ठिक लाग्दैन मलाई। हामी त लगाइसक्यो खाम टिका। बर्थडेहरूको पछि लाग्ने हो नि तँलाई के? हामीले त लगाइसकेको छन्। मलाई पनि देखाउनुस् न। तिम्रो लगाइदिएनौ? सबैले लगाइदिनु पर्छ। हजुर के भन्नुभयो? के नै ए तपाईँ के गर्नु? किन लाजमा राख्नु, किन मुस्किराख्नु? कसैको बिहाको पार्टीमा आएको यस्तो हालत छ। यस्तो राम्रो हावा छ। प्रसाद खाँदै हुनुहुन्छ। मलाई त आउँछ गाइस पार्टी टिप्न।
गइसक्यो हिँड्नु त पार्ट टिप्नु मम्मी डन्ने लोड्थ्यो गाइस मम्मी लोड त्यसै नाटक गर्नुभयो है हाम्रो मम्मी लोटेको ए भरै म त भिडियो बनाउने मान्छे हो पार्ट टिप्न आउँदैन सालको पात भनेको के हो ल ल टिप्नु सालको पात त परे बुनी एभरैन ल ल म टिप्न लाग्यो है अब गाइजहरू म टिपेको पनि देखाउँछु बाँधेर पेटमा भेट्नासँग त कसैले कस्तो राम्रो टिभी हो सही बहिनी कोसी गराउनु पर्छ यो हो नि सालको उतातिर जाँदैन मलाई त आउँदैन कस्तो अनि भिडियो सिडियो बनाउनु परेन मम्मीको कोही म पनि जान्छु अब टिप्न रोक्नुहोस् है गाइजहरू काट्छ पात त्यस्तो हेर्दै हेर्दैतिर त छैन म त खस जान्छु गाइजहरू कहाँदेखि जानु पर्यो चप्पल पनि यस्तो हालत भइसक्यो नयाँ चप्पल हो यता बहिनी फेरि यहाँ सामानहरू समात्ने बहिनी हुने नि उयो यसमा मल राखे पनि हुन्थ्यो नि मैले पनि त्यस्तै बनाउनु पर्ने सेट अबीको मोर्नीले मम्मी आगो दन्किँदै आहा भाइ उता हेर्नु यस्तो जङ्गलमा आगो लगाउँछ नि कसैमा भिडियो बनाइदिउँ हामी त अब पार्ट टिप्दैछौँ यतादेखि टिप्नु पऱ्यो मेरो बहिनी पनि आइसकेपछि यता नानी कस्तो भइरहेको पार्ट टिप्नु भइरहेको राखिदिएको त खस्ला जस्तो लागिरहेको टिपिरहेको छु बहिनीले म पनि टिपिरहेको छु उतातिर आगो लगाइरहेको अलि पछि देखाउँछु ल ढल्ला खोलातिर गयो बुटो भए नानीहरू कसले पात डालो सोचेर फाला कोही कोही आसन तिर आउनु पर्यो तपाईँलाई दिन्छु तल भित्नाबाट निकालिदिएँ मैले यति धेरै गराइसकेँ भयो मात्रै गराइदिनु आइकी किन हतार हिँड